हेलो एभ्रिवान। आज हामी कक्षा 9-10 को धेरै महत्त्वपूर्ण टपिक लिएर आएको छौँ। यो सेट्स हो। यो टपिकमा हामीले कार्डिनलिटी रिलेसन्सको बारेमा पढ्ने हो। धेरैजना बहिनीहरूलाई योमा के प्रब्लम हुन्छ कि इक्जाममा फर्मुलाहरू बिर्सिने गर्छ। त्यसैले आज यो भेन डायग्रामबाट कसरी आफै फर्मुला लेख्न सकिन्छ भन्ने हामीले आज यो डिस्कसन गर्ने हो। त योमा सबभन्दा इम्पोर्टेन्ट कुरा के हुन्छ, हामीलाई यो पोर्सनहरूलाई बुझ्नुपर्छ, कुन पोर्सनलाई के भनिन्छ। सबभन्दा पहिला यो हेर्न सक्नुहुन्छ तपाईँ, यो पोर्सन भनेको दुवैमा कमन पार्ट हो। त्यसैले यसलाई ए इन्टरसेक्सन बी भन्ने। यति पोर्सन भनेको यो पुरा ए हो, यसलाई हामीले कार्डिनल अफ ए भन्ने। अनि यो यति मात्र पोर्सन जुन बीमा पर्दैन, एमा मात्र पर्ने पोर्सनलाई हामीले कार्डिनल अफ ओन्ली ए भन्ने। अनि त्यस्तै गरी यो मात्र पोर्सन भनेको ओन्ली बी भयो। यो पुरा पोर्सन भनेको कार्डिनल अफ बी भयो। अनि यो ए युनियन बी भन्छ यसलाई। यो पुरा पोर्सनलाई ए र बी दुवैमा पर्ने पोर्सनलाई हामीले ए युनियन बी भन्ने। र यो ए युनियन बी बाहेकको यो पोर्सन बाहिरको पोर्सनलाई हामीले ए युनियन बीको कम्प्लिमेन्ट भन्ने। त यहाँबाट हामीले अब यो बुझिसकेपछि हामीले अब यो रिलेसन्सहरू हेर्नुपर्छ। त योमा के छ, सबभन्दा पहिला 1 नम्बरमा हामीले कार्डिनल अफ युनिभर्सल सेट यु बराबर के लेख्न मिल्छ हामीलाई। त्यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यो भेन डायग्राममा यु भनेको यो रेक्ट्याङ्गुलर बक्सभित्र सबै जति कुराहरू छ सबै लेख्ने। त्योमा दुईवटा भाग छ, एउटा युनियनवाला र यसको युनियनको कम्प्लिमेन्टवाला। त्यो एउटा भइहाल्यो हामीलाई ए युनियन बीको पोर्सन, जसलाई यो भन्छौँ हामीले। र यो बाहेकको पोर्सनलाई हामीले अहिले भनिसके ए युनियन बीको कम्प्लिमेन्ट भनिन्छ। त्यो भइहाल्यो ए युनियन बीको कम्प्लिमेन्ट। अब सेकेन्ड नम्बरमा हामीले हेर्ने हो भने अब ए युनियन बीको फर्मुला कसरी रिलेसन्स लेख्न सकिन्छ। त ए युनियन बीको दुईवटा रिलेसन्स हुन्छ। पहिला पुरा ए लिने, जस्तै यो पुरा ए मैले लिइहालेँ। अनि यो पुरा बी, यो दुवैलाई एड गरिदिँदा यो के भइहाल्छ हाम्रो ए युनियन बी। त्योमा हेर्न सक्नुहुन्छ तपाईँले, सबभन्दा पहिला म पुरा ए जोडिदिएँ र पुरा बी जोडिदिएँ। अब हेर्न सक्नुहुन्छ तपाईँले यो पुरा ए जोड्ने क्रममा र पुरा बी जोड्ने क्रममा यो जुन पोर्सन छ हामीले ए इन्टरसेक्सन बी भनिन्छ यसलाई। यो ए इन्टरसेक्सन बी भन्नेको दुईचोटि जोडाइहाल्यो, एड भइहाल्यो। त्यसैले यसलाई एकचोटि हामीले के गरिदिने हो, सबट्र्याक्ट गरिदिने हो, घटाइदिने हो। अब फेरि अब हामीले यसैको ए युनियन बीको अर्को रिलेसन हेरौँ, जसमा हामीले ओन्लीवाला पार्ट र यो इन्टरसेक्सन र यो ओन्ली बीवाला पार्टलाई जोड्ने। सबभन्दा पहिला हामीले ओन्ली ए जोडिदिएँ, अनि ओन्ली बी जोडिदिएँ र यो ए इन्टरसेक्सन बीवाला पार्टलाई जोडिदिएँ। यहाँबाट तपाईँहरूलाई 3वटा धेरै इम्पोर्टेन्ट फर्मुलाहरू भेन डायग्रामबाट क्लियर हुनुभयो। अब 4 नम्बरमा हामीलाई यो इक्जाममा हामीले एउटा रिलेसन्स छ सबभन्दा इम्पोर्टेन्ट, धेरै इम्पोर्टेन्ट रिलेसन्स, धेरैचोटि इक्जाममा आउँछ। यो ओन्ली ए कसरी फाइन्ड आउट गर्ने। ओन्ली ए फाइन्ड आउट गर्नलाई हामीले के गर्नुपर्छ, सबभन्दा पहिला यो हेर्न सक्नुहुन्छ, यो ओन्ली ए भनेको यो पोर्सन पुरा ए दिएको रहन्छ हामीलाई, यो इन्टरसेक्सन दिएको रहन्छ भने ओन्ली ए कसरी फाइन्ड गर्ने। त्यो पुरा एबाट हामीले यो इन्टरसेक्सनवाला पार्टलाई ए इन्टरसेक्सन बीवाला पार्टलाई सबट्र्याक्ट गरिदिने हो, घटाइदिने हो, रिमुभ गरिदिने हो। त्यस्तै गरी हामीले ओन्ली बी कसरी लेख्ने, ओन्ली बी भनेको पुरा बीबाट त्यस्तै हामीले इन्टरसेक्सनवाला पार्टलाई रिमुभ गरिदिने हो। अब हामीलाई अर्को छ ए युनियन बीको कम्प्लिमेन्ट कसरी पत्ता लगाउने। कम्प्लिमेन्ट त यो रिलेसनमा पनि आइहाल्यो, तर हामीले कुनै कुराको कम्प्लिमेन्ट लेख्नलाई हामीले के गर्नु पर्दिन्छ, कुनै कुराको जस्तै ए को भयो, ए युनियन बीको भयो, ए इन्टरसेक्सन बीको भयो, जेको पनि कम्प्लिमेन्ट लेख्ने बेलामा हामीले यो युनिभर्सल सेट युबाट त्यसलाई घटाइदिने हो। अब यसको कम्प्लिमेन्ट लेख्दैछौँ भने युनिभर्सल सेट युबाट यसलाई घटाइदिने हो। सम्झिने ट्रिक धेरै आसान छ। जस्तै हामीले कार्डिनल अफ ए को कम्प्लिमेन्ट निकाल्नु छ भने हामीलाई केही गर्नु छैन, युको यो युनिभर्सल सेट युबाट हामीलाई यो एलाई घटाइदिने हो। त्यस्तै गरी मलाई बीको कम्प्लिमेन्ट लेख्नु छ भने युनिभर्सल सेट युबाट हामीलाई बीलाई घटाइदिने हो। भाइ बहिनीहरूको लागि धेरै महत्त्वपूर्ण छ यो। ल, थ्याङ्क यू।